सायद लाइन साइन होला त्यहाँ अब दर्शन गर्ने अब लाइन हुन्न भिड चाहिँ हुन सक्छ मर्निङमा हो कि लाइन अहिले हुँदैन के भन्ने त्यहाँदेखिको लाइन आयो हैन यहाँ आइपुग्यो बल्ल अझै यत्रो लाइन छ लाइक मासु पड्काउँदैछ लोकल कुखुराको यत्रो ठुलो गर्दा राखेन के हुन्छ नि लेगी हुन्छ त केटाकेटीले नखाने भनेर लाइक एकदम यहाँ पैसा रहेछ मलाई थाहा छैन मेरो ब्यागमा पैसा जस भेटिरहेको छ जस धनी मान्छे पैसा पैसा छ नाटकमा पर्छ खान्छ मैले बस्नु तिम्रो युजुअल भोइसमा बोल न अलि थर्काएर क्या यहाँ तानसेन बस पार्कतिर हो हामी भनेर मर्निङ फर्म बुटहोल 9 बजिसक्यो पाल्पा भैरव स्थान मन्दिर जाने प्लान छ अहिलेसम्मलाई होइन त बुढो हामी चाहिँ ठुलोसितबाट ठ्याक्क हट्यो होइन सुरु यस्तो हुन्छ भनेर बाटो चाहिँ बर्बादै छ अझै बुढा बुढी अब हदा कहाँ छौ म त उता भोलि पर्सि आउँछु है भाइ हामी केराबारी कटे होइन केराबारी नि कटे हामी नजिकै रहेछौँ अन द वे यस्तो गाडी आएको है टिप्परहरू होइन 9:45 भइसक्यो त्यही भएर सिरियसली या 9 बजे हिँडेको 40 मिनेट केराबारी भर्खर आयो बुढा हामी बाटो खत्तम थियो नि त केराबारीमा आएर बटुक खान्थ्यौँ के भन्ने रे 20 बाटोबाट पुरा फर्का गाडी भन्यो नि म फर्किनँ मन्दिर जाने भनेपछि जाने होइन अहिले हामी कहाँ पुग्यौँ सोचेरै भन्यो होला बाटोमा छ पढाइ लेखाइ ठुलो मान्छे भन्ने लक्षण हो यो बाटोमा हिँड्दा नि पढ्दै हिँडेको छ होइन खतरा हो नन्दु चाहिँ चिया ब्रेकको लागि बसेको छौँ चिया खाने अनि मुख भइहाल्ने कति बज्यो ठ्याक्कै 10 बजेछ 1 घन्टा भएछ अरे हिँडेको पनि चिया खाने त्यसपछि हिँडिहाल्ने लास्ट टाइम पनि यहाँ आएको थियो हामीले बटुकहरू खानुलाई अब अहिले मन्दिर जाने भएर त्यो चाहिँ खानु मिलेन त्यही हो यतातिर आएपछि यस्तो देखेपछि खाउँ चाहिँ लाग्छ अभियसली अब अहिले मन्दिर जाने भएर नखाने भनेको आयो चिया आयो दादालाई प्र्याङ्क हान्ने कहाँ पुग्यो भन्ने पोखरा पुग्यो भने पोखरा जानलाई है हामी त पोखरा हिँड्नलाई माइन्ड ब्रेकअप सेट गर्यो भने पहिला बिजी हो मिठै छ आज अस्ति भन्दा अस्ति मिठो थिएन अस्ति खान सकेको थिएन मिठो छ मिठो छैन मिठै होइन के अरे मिठो छ हजुर होइन यसले होला प्र्याङ्क हानेको जाने गयो हुन्छ नि त चिया खाएर भ्याइयो अब लाग्यो अब चल्दिने हो 1 घन्टामा पुगिन्छ जस्तो छ त्यही कुरा छ अनि 1 घन्टामा भएसम्म पुग्यो भने सायद लाइन साइन होला त्यहाँ अब दर्शन गर्ने भिड चाहिँ हुन सक्छ अहिले हुँदैन अब के छ होइन पुगेपछि नै थाहा हुन्छ त्यही हो ल I'll see you there तानसेन बजार आइपुग्यो होइन गाइज बस स्टप अब यहाँबाट हामी भयस्थान यसरी सिधै लेफ्ट हुँदै हुँदै जाने हो बुढालाई चाहिँ मैले बाटो देखाउने हो लेफ्ट हैन अलिअलि बुढोले पनि धर्म गराउन सिकेको छ बुढीबाट ल है तानसेन पाल्पामा हामी डेन्जर छ नि पाल्पा त फेरि कस्तो कुन डेन्जर बुढा होइन रमाइलो क्या डाँडा छ नि त यस्तो भिरमा छ क्या यो पुरै सिटी नै पाल्पा जिल्ला उकालो आयो उकालो उकालो हामी साँगुरो बाटो भर्केको बाटो गजाङ गुजाङ दिक्क लाग्दो ए अनि त्यही पनि साँगुरो बाटो बस हुनु बस आउँदो रहेछ फेरि मलाई चाहिँ चटपट खान मन लाग्यो तर के
गर्नु मन्दिर दर्शन गराएको छैन 11 बजिसक्यो होइन त्यो कारणले गर्दाखेरि अहिले नुन भन्ने कुरा केही पनि खान पाएन चिया मात्र खाएको भएर ग्यास्ट्रिक भएछ ग्यास्ट्रिक 11 बजे त घर फर्किने भन्ने कुरा हो 11 बजे फर्किने 2 बजे फर्किने भन्ने कुरा हो हामी पुग्न लाग्यो अब भैरवस्थान यहाँबाट देखिसक्यौँ हामीले भैरवस्थानलाई दिदीले खाल्टोमा हाल्दिन धेरै अब पार्किङ कता छ पार्किङ गर्नु तल होइन माथि नै जाउँ माथि नै गएर पार्किङ राख्ने यहाँ हिँड्न सकिँदैन यसरी भैरवस्थान जाने बाटो यो चाहिँ भनौँ न धेरै सिडी चढ्न नसक्ने मान्छेहरूलाई चाहिँ सर्टकट आफ्नो गाडी हुँदाखेरि यसरी लिएर आएर अनि थोरै 2 मिनट मात्रै हिँड्ने नत्र भए यति सिडी छ हिँड्दा 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 थगलाएर सास फेर्दै आउँछ यो त अनि एउटा गाडी मात्रै हिँड्ने पुरै ठाडो उकालो छ यार ल उता अगाडि भैरवस्थान छ यहाँ पार्किङ गऱ्यौँ अब चल्दै चल्दै जाने हो हिँड्दै हिँड्दै जाने हो अब त्यहाँसम्म तल राख्यो भए त उकालो चढ्नु तल त यस्तो गाह्रो छ उकालो चढ्नलाई तर यहाँ पनि बाटो चाहिँ एकदम गाह्रो छ फेरि एउटा गाडी भन्दा 2टा गाडी छिर्दैन गुटुङ टुङ 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 पार्दै ल्याउनुपर्छ यार Sandma छौ हामी सारीहरू भैरवस्थानमा भरोसामा के भनौँ के भन्छ त अब के भनौँ मालाबाथीको रोड पकाउने ठाउँ यहाँ रोड पकाउने ठाउँ रहेछ बाइक त मन्दिरसम्मै आइपुग्दो रहेछ त लिटरली मन्दिरमै क्या बाइक त होइन तारा खतरा छ नाबु ए ठुलो भयो त झन् मन्दिर चाहिँ जाने चाहिँ यताबाट हो मेन इन्ट्रान्स प्रवेशद्वार लाइन छ अब यहाँ झ्याप्प भैरवनाथ मन्दिरको संक्षिप्त इतिहास र विशेषता रहेछ पज गरेर हेर्नु मिल्यो त्यहाँदेखिको लाइन आयो होइन यहाँ आइपुग्यो बल्ल अझै यत्रो लाइन छ यहाँ भित्र जानु छ क्या अझै गाह्रो त छ त लाइन त त्यो अरे धेरै लाइन हो लाइन बसाइ भयो मजा आयो लाइन बस्नलाई के गर्नु मन लाग्यो मोनोपोली खेल्नु मन लाग्यो पानी पर्यो त पानी पर्यो अब नन्दु बिच छ थुप्रो छ नि त पछाडि नि मान्छे त अलमोस्ट अब चाहिँ पुग्न लाग्यो होइन यत्रो लाइन घुमेर एक राउन्ड मन्दिर पुरै घुमेर यहीँ हो अब होइन भैरवस्थान दर्शन गरियो प्रसाद पनि पाइयो ल दर्शन गरिसक्यो माथि भैरवको दर्शन भयो तल आएर यहाँ देवीको दर्शन भयो अब यो बलि दिने ठाउँ चाहिँ यहाँनिर धुपहरू पाल्ने ठाउँ भयो बलि दिने यहाँ चाहिँ बलि गर्छ अहिले चाहिँ बलि भइरहेको रहन्छ माथि त अभियसली जानै पऱ्यो होइन माथि गएर 2टा फोटो नखिच्यो भने त सक्सेस हुँदैन नि त भैरवस्थान आएको ओहो धेरै भिड रहेछ यहाँ त स्थान चाहिँ भ्यू पोइन्ट काइन्ड यहाँ चाहिँ मन्दिर हो त्रिशूल छ भैरवको मन्दिर हो प्रसादी खान लागेको अब यही लाइन लगाएर आएको क्या हामी ए बलि दिइसकेपछि त्यहाँ लगेर अनि काट्नेहरू यता हुन्छ बलि दिइसकेपछि होइन बुटुवा बाबु हाम्रोतिर आन्ध्र भुटलाई भुटान भन्छ र चाहिँ भुटुवा
भुटुवा भन्छ क्या हाम्रोतिर चाहिँ भुटान भन्छ है यो फेरि प्रसाद पनि नखाने हेर्छ त भाउजू यस्तो छ पारा प्रसाद पनि खान्न हुन्छ बस्यो प्रसाद खान्छ अलि बस्नु पानी पर्नु लाग्यो अघि चाहिँ रोक्यो अहिले परेन बादल लागिरहेछ पुरै बादल धुम्म खायो पुरै तुवा जस्तो हजुर स्मृति रिसोर्ट द्याट्स नट अ रिसोर्ट के होमस्टे जस्तो छ दर्शन भयो सबै भइहाल्यो प्रसाद पनि खाइयो यहाँ पनि बस्यो अब निस्किने तर्खर सेल्फी हान्ने चलिहाल्ने कति बज्यो 12 बज्यो घरमा घर पनि हिँड्दा ठ्याक्कै 9:15 जति भयो 9:15 बज्यो 12 बजीसम्म दर्शन गरेर भ्याइयो हामी तानसेनको भित्रबाट आयो पुरानो बाटोबाट त्यहाँ चाहिँ अनि त्यो सल्लाघारीतिर चाहिँ बाटो खत्तम रहेछ साँगुरो रहेछ साँगुरो बाटो लास्टै गाह्रो भयो क्या त्यहाँनिर चाहिँ बिग्रेको बाटो अरू त सबै ठिक यहाँ के लेखेछ निकास लेखेको छैन निकास हुन्छ नि यताबाट अब निकास भाउ तिमी निक्छ श्री पाल्पा भैरवनाथ मन्दिर अब जुत्ता लाउने अनि चल्ते बन्ने डाटा कलेक्सन किन भइरहेछ भन्ने कुरा डाटा कलेक्सन भइरहेको छ होइन पनि डाटा कलेक्सन गर्ने कि नयाँ नयाँ कम्पनीहरू आउँछ डाटा कलेक्सन गर्छ जान्छ अनि डाटा बेच्छ हाम्रो कति डाटा कलेक्सन भएको थाहा छ हामीलाई कति मेसेज आउँदैन एउटा स्टोर खुल्ने बित्तिकै मेसेज आउँछ फलानु ठाउँमा लभी मलमा यस्तै स्टोर खुलेको छ जरानगरमा यस्तै स्टोर खुलेको छ आउनु यति सेल लागेको छ भने सबै त्यो डाटा बेचेर हो नि त कहाँ नम्बर छोडे हुन्छ अनि त्यही डाटा फ्राइड चिकन त कहाँको मिठो थियो अरे हामी गएको थियौँ नि उहाँ प्युठानको प्रशान्तलाई नि यादवलाई होइन प्युठानको फ्राइड चिकन त्यस्तै चाहिँ मैले पनि बनाएको थिएँ एकचोटि प्रकृतिले पनि बनाएको थियो अलमोस्ट त्यस्तै थियो नरम खालको मजा आएको थियो खानलाई केटाकेटीलाई नदिने रे केटाकेटीले खानु हुँदैन किन यसमा लेखेको हुन्छ त केटाकेटीले नखाने भनेर व्रत बन्द गरे जस्तो पाइन्छ होला ओ तिमीले खोजे जस्तै पाचा रहेछ बतासे डाँडा तिमीले देख्यौ देखेँ मिठो खाना ए त्यहाँ होटल टन्नै थियो लोकल टेस्टको खाना भने चस्मै ल्याएन घाम पो लाग्नु थाल्यो त अघि पानी परिरहेको थियो यार भरे पानी पर्ने भरे घाम लाग्ने भयो नदिने बच्चाले थानु हुँदैन हामी दर्शन गरेर निक्ल्यौँ अब बतासे डाँडा भन्ने ठाउँमा राम्रो खाना पाइन्छ अरे मिठो त्यहीँ बतासे डाँडा जाँदैछ हामी एकदम मिठो खाना पाइन्छ भनेर एउटा भाइले रिकमेन्ड गरे अब बतासे डाँडा चाहिँ लेट्स सी के हुन्छ कस्तो खाना खाइँदो रहेछ हेरौँला लोकल कुखुराको मासु भात खान मन थियो हेरौँ कस्तो बनाउँछ ओके सी यु एट बतासे डाँडा ल खाऊ खाने टाइम भयो तिमीलाई त छैन केही पनि यही मात्रै खाऊ तिमीले अब कचरा डेन्जर छैन यत्रो ठुलो कचरा खाएन के हुन्छ नि त्यही हो सुरु गरौँ चाम्रो झोल्दाखेरि जस्तो देखेँ पनि खाँदाखेरि टेस्टी छ खान सकेन साथीले मैले त लगभग भ्याएँ मैले चाहिँ भ्याएँ तिमीले नि भ्यायो है मिठो लाग्यो होइन खाना एकदम भोग लाग्यो खाना पनि मिठो भोग लागेर सबै मिठो भने त्यही हो भोग भन्दा भोजन मिठो के अरे भोजन भन्दा भोग मिठो भयो होइन तर मिठो थियो भोजन पनि बतासेमा छौँ लिटरली बतासे नै रहेछ क्या चिसो छ होइन त्यहाँ तलसम्म गर्मी भएको जस्तो भयो त्यहाँ चाहिँ बतास हावा चलेको छ हावा चलेर चिसो भइरहेको छ डिप होटलमा खाना खाइयो मिठो खाना अब चाहिँ निस्किनु पर्ला मौसम यस्तो छ गोपुरमा खासै देखिँदैन रमाइलो छ बतासे डाँडा भन्ने ठाउँमा बतास चल्ने चिसो हावा आइरहेको छ चिसो छ मौसम जनताहरू गाडीमा बस्छ क्या जनताहरू मेरो सानीलाई चिप्स लिएको क्या चिप्स लिएर आउनुपर्छ भनेको छ चिप्स लिएर जानु पऱ्यो त्यही हो अब निस्किन्छ तानसेन बजार हुँदै उतातिर तानसेन बजार हो त्यो त तानसेन बजार हुँदै निस्किने अब हामी ल
2:30 बज्यो फाइनली बुटोल आइपुग्यो अब यति नै हो ब्लग राम्रो लाग्यो भने लाइक गर्नु सेयर गर्नु कमेन्ट गर्नु अनि सब्स्क्राइब पनि गर्नु होला यति नै भन्दै बाई आजको लागि